सोचमा जन्मिने व्यक्ति अनुशासित हुन्छन्, बुद्धिमान हुन्छन्, धार्मिक हुन्छन्, कसैको अन्याय सहन सक्दैनन्, एक्सन लिइहाल्छन्, जवाब दिइहाल्छन्। बढी महत्वाकांक्षी हुनाले राम्रा राम्रा अवसरहरू गुमाउने गर्छन् अनि भाग्यलाई दोष दिन्छन्। अरूको टिक्का टिप्पणी गर्न, कहाँ के भइराखेको छ भनेर जासुसी गर्न यिनीहरू सानैदेखि नै माहिर हुन्छन्। आफ्नो गल्ती ढाकछोप गर्न खुबै राम्रोसँग जानेका हुन्छन्। अलिकति जिद्दी गर्ने र घमण्डी गर्ने बानी भए पनि हेर्दा मायालाग्दा देखिन्छन्। बेला बेलामा सन्किने बानीले गर्दा धेरैसँग यिनको सम्बन्ध बिग्रने गर्छ। कुरा सुनिदिने मान्छे र कम बोल्ने मान्छे यिनले बहुतै रुचाउने गर्छन्। माया गर्ने मान्छेको लागि ज्यानै दिन पनि तयार हुन्छन्। यिनीहरू यति महान हुन्छन् कि गल्ती गर्ने दुश्मन र शत्रुलाई पनि सजिलै माफी दिन सक्छन्। तर जति राम्रो गरे नि कहिल्यै जस पाउँदैनन्। यी असोजमा जन्मिने व्यक्तिले जीवनमा धेरै हन्टर ठक्कर खाएर बाँचेका हुन्छन्। यी असोजमा जन्मिने व्यक्तिले लप्पन छप्पन गर्न नजानेरै जिन्दगी बितेर जान्छ यी असोजमा जन्मिने व्यक्तिहरूको।